नमस्ते पेरेन्ट्स, म डाक्टर दीपा। आज हामी केही इन्ट्रेस्टिङ कुरा गरौँ। तपाईँको घरमा बच्चाहरूले यस्तो यो ओरियो बिस्किट, टाइगर बिस्किट, यस्तो बिस्किटहरू कतिको रुचाउँछन्। तपाईँलाई थाहा छ, स्वादले त यो मिठो हुन्छ, तर के यो हाम्रो बालबालिकाहरूलाई सुरक्षित छ त? तपाईँलाई थाहा छ, एउटा प्याकेट यो 100 ग्राम ओरियो बिस्किटमा 40 ग्राम जति सुगर हुन्छ, अर्थात् 40% सुगर हुन्छ। अब यो सुगर हाम्रो बालबालिकाको लागि किन खतरनाक छ भन्ने कुरा चाहिँ यसले बच्चाको दाँत बिगार्छ एउटा। अर्को भनेको चाहिँ यसले गर्दाखेरि बच्चामा मोटोपन, ओबेसिटी हुने गर्दछ। अर्को, सुगर ज्यादा हुनाले बच्चाहरू अत्यधिक चञ्चल हुने, एकदम एग्रेसिभ हुने, हाइपर एक्टिभ हुने, कहिले हाँसेको हाँसे गर्ने, एकदम कोही बोलेको बोले गर्ने, त्यस्तो हुन्छ। र घरको खानेकुराहरू पनि उनीहरू अभोइड गर्छन्, खान रुचाउँदैनन्, बाहिरको जङ्क फुडहरू नै बढी रुचाइरहने हुन्छ। र यसमा भएको क्रिम फिलिङ्स र मैदाले गर्दाखेरि पाचनमा पनि अलिकति समस्या हुन्छ। तर यसको मतलब यो होइन कि ओरियो बिस्कुट खाँदै नखानु भनेको होइन। जुन हामीले रेगुलर युज गरिरहेको हुन्छ त्यसलाई घटाउने, बरु हप्ताको 1 दिन खानु, त्यसरी चाहिँ मिलाउन सकिन्छ। अब यसको विकल्प के, बच्चाले के खाने भन्नुहोला। बरु सिजनल फ्रुट्स खाने, दुधसँग रोटी खाने, वा भुटेको मखाना खाने, भुटेको चना खाने, घरमै बनेको बिस्किट, ओट्स, कुकिजहरू त्यस्तो खान चाहिँ सकिन्छ। स्वाद भन्दा पनि बच्चाको स्वास्थ्य जरुरी छ, त्यसैले विचार गर्नुपर्छ यो कुरा।